नमस्कार साथीहरू। जस्तै मैले हजुरलाई मेरो पुरानो भिडियोमा भनेको थिएँ कि एकदम हामीले योपालि हार्ड कटिङ गरेका छौँ यो अङ्गुरको बोटहरूलाई। अहिले हेर्न सक्नुहुन्छ हाम्रो यहाँ पुरानो जहाँ थियो त्यहाँबाट चाहिँ हजुरको नयाँ बर्ड्सहरू आइसकेका छन्। अनि यसमा चाहिँ हजुरको तल हेर्न सक्नुहुन्छ हामीले यहाँ पनि कटिङ गरेका थियौँ। अनि यसको यो ह्यान्डबाट चाहिँ अब नयाँ पालुवा टन्नै आएको छ। अनि यो चाहिँ हाम्रो यो ग्राफ्ट गरेको युनियन छ नि, त्योभन्दा तलको भएको भए रुट स्टक हुन्थ्यो। तर यो हाम्रो साय नै आयो सबै। अनि यो सबै हामीले फलै दिने पार्ट हो। तर हामीले चाहिँ यसरी सबै राख्दैनौँ। यो अलिकति ठुलो भएपछि यस्तो योलाई राखिन्छ। अब सानो यिनीहरूलाई हामी निकालिदिन्छौँ। अनि केही वर्षपछि जस्तो यो बोट अब अलिक मोटो भयो या यसले फल दिन सकेन या केही हुनुभयो भने हाम्रो नयाँ बोट नयाँ हावाहरू लिनको लागि चाहिँ यिनीहरूबाट चाहिँ हामीले राख्छौँ। अनि योपालि चाहिँ अलिक फल चाहिँ सायद यिनीहरूबाट लाग्छ। यसको पनि अरू भिडियोहरू म अलिक ठुलो भएपछि फेरि राख्नेवाला छु। तबसम्मको लागि त्यति बेलाको लागि एकदम पर्खेर बस्नु होला। धन्यवाद।